माइज आउनुभएको छ अवलोकनमा फेरि माथि स्पाइडरम्यान भएर सिधा चप हजुर दाइ के भयो पदवालामा के भयो भन्नु म खतरा डेन्जर मान्छे हो किन स्टार्ट भएन र ट्र्याक्टर त्यो गाडी चाहिँ यसको चाहिँ अस्ति सर्भिसिङ गर्दाखेरि 80,000 खाइदिन्छ त्यो केही पनि भएन गाडी झन् ध्वस्त भएको के को लागि भयो त्यत्रो पैसा खर्च सेलेफ बिग्रेर सेलेफ भयो सब भित्र यसको कसैले धरान सकेको छैन दाइ यसको चाहिँ फलखाल गरेर यसको भित्र पाप पूजा के बिग्रेको छ सेलेफ होइन दाइ सेलेफ होइन सेल्फ सेलेफ बिग्रियो रे के उहाँ ट्र्याक्टरको सेलेफ बिग्रियो रे सेलेफै हान्दैन भन्छ के एउटा फेरि सिमेन्टी बोकेर गएको थियो बिचरा त्यसको फेरि टायरै पङ्चर भइन्छ र झन् यस्तो अवस्थामा हामीले तान्न सक्दैनौँ भाइले 3 हात जोड्किन गयो अङ्कल 3 हात जोड्दिएको हाम्रो केटाहरू चाहिँ ट्र्याक्टर बनाइरहेको छ तरुनी भन्दा बढी लजाउँछ गाडी साडी सबै बनाइदिन्छु दाइ बस तरफ तिनी पेरेन एरोप्लेन सबै बनिदिन्छु म मोटरसाइकल साइकल यिनी सबै बनिदिन्छु म खतरा एकदम सही हो खतरा यो ट्र्याक्टर पनि कुद्ने भन्दै ठिक एकदम स्पेसल बनिदिन्छु के छ सबै लिएर आउनु हुँदा बनिदिन्छु म के रे एक हड्डीमा छैन होला जस्तो लाग्छ के झारफुक गर त झारफुक गरेर ठिक हुन्छ यिनी कार सार सबै बन्दैछु त खतरा पो अघि चाहिँ हाम्रो ट्र्याक्टरको ड्राइभर आयो स्टार्ट भएको थिएन ड्राइभर भने चाहिँ ट्र्याक्टरको मिस्त्री आयो उता वर्कसपबाट अनि यस्तो गर्नुपर्छ भनेको नि त्यही भएर ऊ घोटिरहेको छ ब्याट्री बिचरालाई नि के भन्छ अब त हुन्छ कि बाबु चल्छ कि भोलि लोसारको लागि प्र्याक्टिस चलिरहेको छ है भोलि चाहिँ हाम्रो समाजको लोसार कार्यक्रम छ अनि त्यसको लागि चाहिँ हाम्रो भाइ बहिनीहरू फुल प्र्याक्टिस गरिरहेको छ एकदम डेडिकेसन दामी छ हाम्रो भाइ बहिनीहरूको म चाहिँ जिम सकेर एकछिन हेर्न आएको हाम्रो भाइ बहिनीहरूको डान्स बेलुकाको 9 बज्न लागिसकेको छ है यता फर्केर नाच्ने कि उता फर्केर नाच्ने भनेर कन्फ्युज भएछ अब यतातिर नि मेन अतिथि होइन मेनहरू बस्ने भयो उतापट्टि नि हाम्रो समाजको आमा बाबाहरू बस्ने भयो अब कता फर्किने त बिचरा है कन्फ्युज अब यतैतिर यो मेन स्टेजतिर फर्किने भनेछ उहाँ टिचर नि उहाँ डान्स देखाइरहेछ उमेश टिचर अब चाहिँ एकछिन 2 मिनट रेस्ट गरेर अन्तिम एउटा प्रस्तुति प्र्याक्टिस गरेर होमतिर जाने भनेछ हेर्नु आमा टिचरको लचक हेर्नु लचक भोलि चाहिँ आमा पार्टीहरू नाच्ने रे भाङ्रा डोको सोको बोकेर नाच्ने भन्नु छ उहाँ बहिनीहरूले हाम्रो डान्सर बहिनीहरू चियाको सुविधा नि रहेछ त पुरै यसो अलिकति फर्काउँलाई यसो एनर्जी चाहियो डान्स गुरुजी ल म लागेँ है गुवाले आज के अरे लोसारको लागि जाने रे कतिखेर जाने भनेर ऊ आएको छ व्हाट्सअप गाइज आज शनिबारको दिन फेरि समाज घरमा भव्य पार्टी हुँदैछ लोसारको सबै आउँदैछ है यो शनिबार चाहिँ चिटिक्क परेर फेरि कसले फोन गर्यो हेलो घोड्दाले कुरेको घोड्दा कता गयो ल साथीहरूलाई कुर्दा ढिलो भइसक्यो गोड्दा भान्जालाई कुरेछ अरे उहाँ सोनुले मलाई कुरिरहेछ माथि अब के गर्ने होइन गोड्दालाई फोन गर्नु पऱ्यो ल तमहरूको लोसार पर्वको संस्कार हाम्रो समाज भवनभित्र उपस्थित सम्पूर्णलाई लोसार पर्वको एक मुक्त नमस्कार हुन्छ यति भयो मिस्टी खाए खाजा गलपर्दा त खाएर बसिसकेको छ हामी पनि सुरु गरौँ ल मिसन कम्प्लिट खाइयो खाजा खाइयो एकदम धेरै हालिदिनु भयो रहेछ चिकन चिल्ली
खानै गाह्रो भएर हैरान। अब यति धेरै खाइदिएपछि खाना कसरी खाने? खाना नि पऱ्यो फेरि। साथीहरूको रमझम हेर्नु है। हजुर नमस्कार बाबु, लोसारको शुभकामना मेरो छोरालाई। ल थ्याङ्क यू। सधैँभरि खुसी रहनु, मनले सोचेको पुग्ने है बाबु। ल नयाँ वर्षको शुभकामना। हाम्रो डान्स टोलीहरू है, डान्स टोलीहरू, यता आमा पार्टीहरू, यता युवा पार्टीहरू रेडी हुँदैछ डान्सको लागि। यता चाहिँ फोटोसोटो खिच्ने कार्यक्रम चलिरहेको छ सेट लाएर। माथि त यस्तो यस्तो बनाएको छ है साथी, पुरै छाप्रो छाप्रो लाएर अस्ति भर बनाएर हाम्रो डान्सर आमा टोलीहरू। Mama, halo Mama, happy Losar. Hello, hello Chori, happy Losar. ल के गर्ने हो? हान्सी चाहिँ को हो त निकै? मुस्ताङ्गी मान्छे हो। ए मुस्ताङ्गी मान्छे हो। हेलो बहिनी, ल गुड। ए ह्यापी लोसार। Along with the harvest and supplies, एकदम कभर मात्र हो है, ल लुक्समै लै पुरै मस्त डान्सर आएको छ। म नाची नाची थाकेर बसिरहेको। I